हजारौं किलोमिटर टाढाको एउटा सानो समुद्री मार्ग बन्द हुँदा नेपालमा पेट्रोलको मूल्य किन बढ्छ? त्यो मार्ग हो स्ट्रेट अफ होर्मुज। यो सानो समुद्री मार्गबाट दैनिक करिब 2 करोड ब्यारेल तेल विश्वभर पठाइन्छ। यो विश्वको कुल तेल आपूर्तिको झण्डै 20% हो। यदि युद्ध वा तनावका कारण यो मार्ग बन्द भयो भने विश्व बजारमा तेलको आपूर्ति घट्छ र जब आपूर्ति घट्छ, मूल्य बढ्छ। विशेषज्ञहरू भन्छन्, यदि पूर्ण रूपमा अवरोध भयो भने तेलको मूल्य प्रति ब्यारेल $100 भन्दा माथि जान सक्छ। अब प्रश्न उठ्छ, यसले नेपाललाई किन असर गर्छ? किनकि नेपालले आफ्नै तेल उत्पादन गर्दैन। हामी 100% पेट्रोलियम पदार्थ आयात गर्छौं र भारत, जहाँबाट हामी तेल ल्याउँछौं, उसले पनि मध्यपूर्वबाट नै तेल आयात गर्छ। यसको अर्थ विश्व बजारमा मूल्य बढ्यो भने भारतमा बढ्छ, भारतमा बढ्यो भने नेपालमा पनि बढ्छ। पेट्रोल महँगो हुन्छ, डिजेल महँगो हुन्छ, एलपी ग्यास महँगो हुन्छ र इन्धन महँगो भएपछि बस भाडा बढ्छ। हवाई टिकट महँगो हुन्छ, तरकारीको मूल्य बढ्छ, निर्माण सामग्री महँगो हुन्छ। अन्ततः मुद्रास्फीति बढ्छ। तपाईको घर खर्च बढ्छ तर आम्दानी उस्तै रहन्छ। त्यसैले सम्झनुहोस्, अन्तर्राष्ट्रिय राजनीति केवल समाचार होइन। यसको असर तपाईको भान्सा, तपाईको यात्रा खर्च र तपाईको बचतसम्म पुग्छ। मध्यपूर्वको एउटा सानो समुद्री मार्गले नेपालको अर्थतन्त्र हल्लाउन सक्छ। अब प्रश्न यो छ, के नेपाल यस्तो विश्वव्यापी सङ्कटका लागि तयार छ?